यो टेडा भनेर यसरी भुसेको लख डोडेन होइन यहाँ तल पनि काटेको लाग्ला घरमा यसरी घर दुईवटा भाका बाउ आमालाई यसो काममा सघाउनु छैन लखर लखर भुसेको अलि कहाँ हेर्नुहोस् बुढा तिमी फेरि बुढा भएर मात्र तिमीले भनेको सको हो अब सोधिहाल्यौ कता गएर जान लाग्यो भनेर म चाहिँ अब खासमा भन्नु नै पर्दाखेरि तिमीले छोरीले बोलाएर घरमा कोही छैन मैले बोलाएर आएको अब तिमी रचौ घरमा कामै हुने भन नि मेरो त्यही हो त मेरो छोरीले बोलाएर आएको अब बोलाउन त मैले मेरो छोरीलाई मैले नै लाटो थिएँ अब आइहालेछस् छोरी उता गाउँतिर गएको छु तल यसो यो तिहारको बेला मेरो छोरीले गाउँमा कुकुर काहीँ भेटिन अनि एउटा कोही कुकुर बोलाइदेऊ न भनेको थिएँ अनि तँलाई नै मलाई कुकुर जस्तो लाग्यो अहिले यसो सम्झेको बस्ने गर्न यहाँ मेरो छोरी आउँछ अनि तँलाई आज कुकुर तिहार पनि हेर्छ लगाइदिन्छु अनि जान त कुकुर तिहार त्यसलाई मनाउनु लगाएको क्या मैले कस्तो छ मेरो अहिले ठिक छ नि हैट खासमा बुढा तिमीलाई मैले हावा बोलिदिएको थिएँ लाउँछ तिम्रो छोरीको हातबाट कुकुर तिहारमा माला अनि टिका साले हुतियार बुढा यत्र गाउँमा कुकुरहरू कोही भेटिनस् बुढा बुढोलाई म चाको भए अहिले म यही त्यसैले हानेर मारिदिन्थेँ पक्लकै बनाउँथेँ तर त बाँचिस् है मलाई कुकुर तिहारमा कुकुरको माला लाउने रे मेरो ढुक्रोला न माला त्यहीमा भए त्यो तिहार बुढा लाको लायो तेरो छोरीको हातबाट टिको तेरो छोरीको हातबाट टिको मङ्सिरमा चाहिँ लाउँछ तेरि हो बुढा तँलाई एडभान्समा ह्याप्पी कुकुर तिहार अनि मेरो घरमा यसो मैले त कुकुरलाई छोडिदिएको